सन्तान प्राप्ति हुन नसकेका दम्पतिका लागि दत्तक एडप्सनको व्यवहारिक कानुन नहुँदा नेपालमा हजारौं दम्पति ठूलो पीडामा रहेका छन्। झापा दमक निवासी मिलन आचार्य विगत 12 वर्षदेखि सन्तान प्राप्तिका लागि नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा निरन्तर उपचारका लागि पुगे। आधुनिक प्रविधि IVF को समेत प्रयोग गरे। आर्थिक, शारीरिक र मानसिक रूपमा सक्दो सबै प्रयास गरेपछि पनि उनी सफल भने हुन सकेनन्। उपचारका विकल्पहरू समाप्त भइसके पनि उनको अभिभावक बन्ने चाहना भने अझै जीवितै रहेको छ। उनी जस्तै नेपालमा विवादित दम्पति मध्ये झण्डै 20% दम्पति दत्तकका लागि राज्यको सहजीकरण खोजिरहेका छन्। नेपालको विद्यमान कानुनी व्यवस्था अत्यन्त जटिल, झन्झटिलो र लामो भएकाले सामान्य नागरिकका लागि यो बाटो व्यवहारमै असम्भव जस्तै बनेको छ, जसका कारण थुप्रै दम्पतिहरू गहिरो मानसिक तनावमा बाँचिरहेका छन्। निराशा यति धेरै बढेको छ कि कहिलेकाहीँ चाहिँ गलत मनसायहरू पनि अभिव्यक्त हुने गरेका छन्। अर्कोतर्फ हजारौं अनाथ तथा असहाय बालबालिकाहरू सुरक्षित परिवारको खोजीमा प्रतीक्षा गरिरहेको अवस्था पनि नेपालमै छ। नेपालमा दुवै आमा बुवा गुमाएका आधिकारिक अनाथ बालबालिकाहरूको यकिन तथ्य त छैन, तर विभिन्न सङ्घ संस्था र अन्तर्राष्ट्रिय अध्ययनका अनुसार नेपालमा विभिन्न खालका जोखिममा परेका तथा पूर्ण आंशिक अनाथ बालबालिकाको सङ्ख्या करिब 10 लाख भन्दा बढी रहेको छ। सभामुख महोदय, कानुनी जटिलताले न दम्पतिलाई अभिभावक बन्न दिन्छ न अनाथ बालबालिकालाई परिवार पाउन। यो अवस्था मानवीय दृष्टिले मात्र होइन, राज्यको जिम्मेवारीका हिसाबले पनि गम्भीर विषय हो। त्यसैले दत्तक अर्थात् सन्तान ग्रहण प्रक्रियालाई सरल, छिटो, पारदर्शी र नागरिक मैत्री बनाउने गरी आवश्यक कानुनी परिमार्जन यथाशीघ्र गरिदिनु हुन सभामुख मार्फत नेपाल सरकार र कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।